हेलो गाइस, वेलकम माई मिनी ब्लग। आज चाहिँ हामी भैरवातिर मेडिसिन लिनलाई आउने काम थियो। त्यतैबाट लुम्बिनी जाने प्लान बनाएर सुरुमा मायादेवी टेम्पल घुम्न गयौँ। पहिला पनि धेरैचोटि लुम्बिनी घुमेको थियौँ। यसपालि चाहिँ दिउँसो 1 बजे घरबाट हिँडेको भएर धेरै घुम्न पाइएन। मायादेवी र व्हाइट टेम्पल घुमौँ भनेर दुईटा मात्र टेम्पल घुमेर हामी फर्किने कुरा भयो। अनि त्यसपछि चाहिँ घर भैरवातिर जाने मेडिसिन लिन भनेर फर्किँदा बाटोमा स्वर्केपिङ रहेछ। अनि त्यसपछि बाटोमा हात्ती पनि देख्यौँ। हात्ती र मेरो साथी दुइटै मोटा थिए। अनि रात परिसकेको थियो। दबाई लिएर फर्किँदा साँझ भइसकेको थियो अनि हामी चाहिँ फर्क्यौँ। थ्याङ्क यू वाचिङ माई भिडियो।